पति र पत्नी दुवैजना विदेशमा बस्नुहुन्छ र आपसी सहमतिमा डिभोर्स गर्न चाहनुहुन्छ, तर नेपाल आउने समय छैन, अरूको माध्यमबाट यहाँ नेपालमा आएर डिभोर्स गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नु भएको छ धेरैले। यसको उत्तर हो पाइन्छ, तर यसका केही प्रक्रियाहरू छन्। त्यो भनेको सुरुमा यदि तपाईँले अरू कसैको माध्यमबाट यहाँ डिभोर्स इफेक्टमा ल्याउने हो भने त्यसको लागि तपाईँले अधिकृत वारेसनामा बनाउनु पर्ने हुन्छ र अधिकृत वारेसनामा चाहिँ तपाईँले जुन कन्ट्रीमा हुनुहुन्छ त्यस कन्ट्रीको नेपाली दूतावासमा गएर सर्टिफाई गर्नुपर्ने हुन्छ र जसलाई अधिकृत वारिसनामा दियो त्यसले चाहिँ तपाईँको बिहाफमा सम्पूर्ण कामहरू, अदालती कामहरू गर्न पाउँछ। र त्यो मान्छेले चाहिँ अब अधिकृत वारिसनामा पाइसकेपछि नेपालको कोर्टमा आएर सम्बन्ध विच्छेदको लागि मुद्दा फाइल गर्नुपर्ने हुन्छ। त्यसपछि दुवै पक्षले फाइल गरिसकेपछि त्यो जब न्यायाधीश समक्ष पुग्छ त्यहाँ चाहिँ सबै कुराहरू मिलेको छ, रित पुगेको छ र यदि सम्बन्ध विच्छेद कायम गर्न हुने आधार देखियो भने न्यायाधीशले सम्बन्ध विच्छेद कायम गराइदिनुहुन्छ। र यसको लागि अधिकृत वारिसनामा जो मान्छेलाई दिन लागेको त्यसको लागि पनि केही शर्तहरू छन्। त्यो भनेको वारिस 18 वर्षभन्दा माथिको हुनुपर्छ र अदालतमा जाँदाखेरि पनि उसको सक्कल नागरिकता फोटो हुनुपर्छ। र तपाईँहरूलाई यस्तै केही कानुनी प्रश्नहरू छन् भने कमेन्टमा लेख्न सक्नुहुन्छ, त्यसको म उत्तर दिनेछु।